हेलो एभ्रिवान, यहाँ सम्पूर्णलाई स्वागत गर्न चाहन्छु सरोज गुरुङ ब्लगमा है। न्यू डे न्यू ब्लगको साथ म फेरि पनि उपस्थित भइसकेको छु है। आफ्टर लङ टाइम पछि आज म फेरि पनि ब्लग बनाउन गइरहेको छु। आज चाहिँ हामी म बस्ने सिटी फोछनको चाहिँ एकदम फेमस प्लेस हान्थाङ रिभरको चाहिँ ब्रिजमा जान गइरहेको छु है। त्यहाँ चाहिँ एउटा झरना पनि छ अरे, त्यो पनि हेर्नेछौँ। सो आज चाहिँ मसँग मेरो वाइफ पनि घुम्न जाने भनिरहेको छ है। सो उसलाई पनि वेलकम गरौँ ब्लगमा है। र हामी चाहिँ धेरै पछि ब्लग बनाउन गइरहेको छ है। पोहोर बनाएको थियो क्या हो, पोहोर होइन। त्यसपछि आज फेरि पनि ब्लग बनाउन गइरहेको छौँ। आजको ब्लग इन्ट्रेस्टिङ हुनेवाला छ। सो सबैजनाले अन्तिमसम्म ब्लगलाई हेरिदिनु होला अनि माया गरिदिनु होला है त। सो अब चाहिँ हामी रेडी भइसकेका छौँ र हामी अब जानेछौँ है त गाइज। सो खाप्सिदा अब चाहिँ हामी हिँड्न लागेको है। र यहाँबाट चाहिँ 37 किलोमिटर रहेछ है त्यो ठाउँ चाहिँ, र 40 मिनट जति लाग्दो रहेछ। अब चाहिँ हाम्रो आजको ट्राभल यहाँबाट सुरु हुनेछ है त गाइज। लेट्स गो भन न। Let's go गाइज है त। Cars to fix, bills to pay, rooms to clean, meals to make. What a life that we've designed. I'd do it a million times with you and never get tired. You're my piece of heaven on earth. Oh, you make it all worth it. You're the reason I keep hitting snooze just to stay next to you. अहिले उता गाडीमा गइने हुन्छ। फाइनल्ली गाइज हामी चाहिँ हाम्रो आजको फर्स्ट स्पटमा आइपुगेका छौँ है। उता रहेको छ हान्थाङ हानोलथारी स्काई ब्रिज रहेको छ है। र पार्किङ चाहिँ यता एकदम ठुलो रहेको छ है। कहाँको हामी मैले घुमाउन ल्याएको हजुरले। तिमीले मलाई घुमाउन ल्याएको। पार्किङ चाहिँ यत्रो फराकिलो छ है। भन न। आज चाहिँ मेरो बुढीको आउटफिट चाहिँ यस्तो रहेको छ। 3 बजीतिर हिँडेको हो र हाम्रो घरबाट चाहिँ यहाँ आउन ट्याक्कै 40-45 मिनट जति लाग्यो। र यहाँ आइपुग्दा चाहिँ एकदम शीतलो भाइब छ आज। आज अरू दिन जस्तो घाम पनि लागेको छैन भने तपाईँहरूले देख्न सक्नुहुन्छ गाइज। पुल वेलकम गर्दै हो नि त तिमीलाई यता फर्केर। पुल देख्न सक्नुहुन्छ हजुरहरूले। आइसके। वाउ, हावा सरर लागेको छ र देख्न सक्नुहुन्छ यहाँ सुरुमा बोर्ड पनि रहेको छ है। फोछन हान्थाङ रिभर स्काई ब्रिज हो। त्यहाँ यसो बस्छ कि फोटो अहिले फर्किँदा खिचौँला है सानो टु गर। ल म पनि आउँछु पछाडि। ओ अहिले चाहिँ फाइनल्ली हामी आइपुगेका छौँ हान्थाङ रिभर के अरे फोछन हान्थाङ रिभरको चाहिँ स्काई ब्रिजमा आइपुगेका छौँ है फाइनल्ली गाइज है। हो अब चाहिँ म यहाँ जानेछु है। र फाइनल्ली म चाहिँ अहिले हान्थाङको यो स्काई ब्रिजमा रहेको छु है। खासै हल्ली नै रहेछ क्या। हल्ले अलिअलि चाहिँ हल्ले। र ओ पुलको बिचमा चाहिँ यस्तो सिसाको रहेछ। यहाँ हिँड तल चाहिँ खोला
यहाँबाट खोला देखिँदो रहेछ है गाइस टाउकै घुमाएछ भनेर डर लाग्यो हेर त यसरी क्रस गर्नुपर्छ कि सिसा नजानु कुपो डाँडा हिँड न तिमी आहा कस्तो मिठो हावा खाइहाल्छ हो न यहाँ त माछा पर्थ्यो होला यो भुइँमा चाहिँ यस्तो ठेक्कु चाहिँ काठको उस बिछ्याएको छ भने बिचमा चाहिँ यस्तो सिसाहरू हामीले देख्न सक्छौँ है र यहाँबाट चाहिँ रियल भ्यू देख्न सकिन्छ है तलको खोलाको यस्तो रहेको छ यहाँबाट देखिने यो खोलाको नाम चाहिँ हान्थाङ रिभर हो है गाइस र तपाईँहरूले उता पारि पनि देख्न सक्नुहुन्छ है त्यहाँ पनि अर्को एउटा स्काई ब्रिज रहेको छ त्यो चाहिँ वाइ सेप आकारको छ है वाइचाह्याङ भन्छ के अरे है वाइ सेपको छ त्यो झन् यस्तो वाइ परेको छ है त्यो झन् इन्ट्रेस्टिङ रहेको छ हामी त्यहाँ पनि अब एकछिनमा जाने हौ कोहीलाई यता टिकटक बनाउँदै व्यस्त छ है बिचतिर चाहिँ आनन्द छ हँसेर लाग्ने आनन्द तिमीलाई थाहा छ यो पुलको के टोटल लम्बाइ चाहिँ 200 मिटर हो रे अनि चौडाइ चाहिँ 2 मिटर है अनि हाइट उचाइ चाहिँ 50 मिटर र यसको क्यापासिटी चाहिँ 80 केजीको मान्छेहरू 1500 जना भए पनि यसले धान्छ अरे कि त्यस्तो बलियो बनाएको छ नि त होइन र यो चाहिँ यो पुलको फ्याक्ट रहेको छ है गाइस यस्तो पिल्लरहरू पनि खतरा छ त होइन र पिल्लर अनि हाम्रो जस्तो त्यो झुलिङ्गे तारको मात्रै नभएर होइन र कस्तो उस छ नि त त्यही भएर एकदम सेफ्टी छ है गाइस स्काई ब्रिज हेरिसकेपछि चाहिँ अब झर्ना हेर्न जान लागेको है यहाँ चाहिँ त्यो पुलको छेउमै अर्को यो स्पट पनि रहेको छ त्यो चाहिँ हान्थाङ ग्लोबल जियो पार्क अरे बाहिर निस्किँदा कस्तो भइरहेछ त घर बस्दा ठिकै बाहिर निस्किँदा कि दुइटै ठिक कहिले निस्किनु पर्छ त्यही त कहिले काहीँ निस्किनु पर्छ है निस्किएन भने निस्किन मन लाग्दैन निस्कियो भने त घर रात परेको छैन है टोइलेटहरू पनि यस्तो रहेको छ है टोइलेट जाने वाउ फुलहरू कस्तो सुनसान टाइपको होइन तर आज घाम भए चाहिँ सकिन्थेन होइन साह्रै गाह्रो हुँदो रहेछ होइन यहाँ यस्तो यो ड्रामाहरू पनि सुट भएको रहेछ क्या है यो हो क्या जाने झर्ना यहाँ चाहिँ 2009 मा यो ड्रामाहरू अनि 10 मा 14, 15, 19, 20 यसरी रहेको रहेछ है। यो चाहिँ फिदुल खिनाङ फोक्फो खानुन किल फोक्फो भन त फोक्फो खानुन कि फिदुल खिनाङ फोक्फो र त्यो इन्ट्रान्सबाट आउने बित्तिकै यहीँ रहेछ है। धेरै पनि हिँड्नु नपर्दो रहेछ छुच्चाचाङबाट है। उतातिर पार्कहरू हो, पार्कहरू र अनि त्यही उसमा जान मिल्छ क्या त्यहीँबाट, त्यो वाइवाला पुलमा के।
मान्छेहरू चाहिँ आज सुमाल भएर धेरै छ है होइन ठिकै भनौँ धेरै हो यस्तै ठाउँ खोजिरहेको थियो होइन र जाऊ यहाँबाट देखिन थाल्यो है त गाइस जाउँ जाउँ तलै गएर फिदुल खिनाङ फोक्फो यस्तो त्यहीँसम्म रहेछ है यस्तो थेक्कुको बाटो रहेको छ है जस्तो भने आज तल छ है हामी चाहिँ तपाईँहरूलाई लाइभ भ्यू देखाइरहेको छौँ तपाईँहरू देख्न सक्नुहुन्छ पहिला भित्र पनि जान दिन्थ्यो भन्थ्यो है वा कस्तो सफा है पौडी खेल्न मन लाग्यो वा जति हेरौँ लाग्दो रहेछ गाइस है अहिले झर्दा चाहिँ सजिलै झर्दै थियो नि अहिले चढ्दा चाहिँ अहिले गाह्रो भयो पसिनै हुँदो रहेछ है गर्मीको समय पनि भएर होला र यो झर्नाको चाहिँ एउटा फ्याक्ट भन्नुपर्छ चाहिँ यहाँ चाहिँ पहिला चाहिँ सेतो परेवाको गुड हो अरे के हो त्यो पछाडि चाहिँ सेतो परेवाहरू बस्थ्यो अरे है सो त्यहीँबाट चाहिँ यो भिरमा सेतो परेवा बस्ने ठाउँ भएको भएर चाहिँ यो झरना भएको भएर यहाँको नाम पनि यहाँको नाम पनि फिदुल खिनाङ फोक्फो हुन गएको हो रे भन्ने त्यस्तो फ्याक्ट चाहिँ मैले यहाँ आउनु अघि चाहिँ के अरे ब्लगहरूमा देखेको थिएँ है राम्रो रहेछ यहाँको वातावरण चाहिँ मलाई मन पर्यो है त गाइस र तपाईँहरू पनि समय छ भने एकचोटि भिजिट गर्नु होला है त धेरै टाढा पनि छैन यता फेरि बसको उसहरू पनि म तल राखिदिनेछु है बसबाट कसरी आउन सकिन्छ त्यो पनि म भयो भने राखिदिनेछु है त यहाँ साइडमा आज चाहिँ हामी दुईवटा स्पट घुम्यो भने अब लास्ट स्पट यत्तिकै जाउँ है हिँड्दै गर्मी कस्तो लाग्यो त तिमीलाई यो झर्ना राम्रो रहेछ यस्तै छ गाइस है फाइनली गाइस हामीले यहाँको फोक्फो पनि भिजिट गऱ्यौँ है यहाँको झरना पनि भिजिट गऱ्यौँ कस्तो लाग्यो त तिमीलाई राम्रो लाग्यो हामीले केही फोटोहरू पनि खिच्यौँ होइन कपाल फोटो चाहिँ त्यो खिच्न पाइएन भने चाहिँ उसको सिङ्गल फोटो चाहिँ मैले राम्रो खिचिदिएको छु अब चाहिँ हामी घर फर्किन लागेको उता वायुवाला पुलमा पनि जाम कि भनेको ढिलो पनि भयो अब घर पनि फर्किनुपर्छ भयो भने हामी नेक्स्ट टाइम आएर हेर्नेछौँ होइन अनि अब चाहिँ हामी घर जानेछौँ सो अब ब्लग पनि यहीँ इन गरौँ होला होइन र अब आजको ब्लग पनि यति नै अहिलेसम्म हेरेर साथ दिइदिनु भयो यहाँ सम्पूर्णलाई धेरै धन्यवाद दिन चाहन्छु होइन र फेरि अरू ब्लगहरूमा पनि हामी भेटिने बाचाका साथ आजको यो भिडियो यहीँ इन गर्न चाहन्छौँ है त गाइस बाई बाई सी यू नेक्स्ट ब्लग गाइस
I don't even see eye to eye with I don't mind if you don't have it all together. Yeah, I get it, we're all human, but I give you an inch and you take miles. It's tragic, ruining my sanity with tales of animosity.